अधिवेशन हामीले हुन सकेनौँ, गर्न सकेनौँ र हाम्रो विधानमा 6 महिनाभित्रमा हामीले अधिवेशन गर्न पाउने सक्ने भनेर विधानमा उल्लेख भए तापनि कार्य समितिले सार्वजनिक रूपमा सूचना प्रकाशित गर्न नसकेको भएर मात्रै हाम्रो यस समुदायमा, साइप्रसवासी नेपाली समुदायमा गलत सन्देश गए तापनि हामी आज विधान अनुसार नै, विधान अनुरूप 6 महिनाभित्रमै अधिवेशन गर्न गइरहेका छौँ। आजको यस कार्यक्रमलाई सफल पार्नका लागि तपाईहरु उपस्थित भइसक्नु भएको छ। सम्पूर्णलाई स्वागत गर्दै कार्यक्रम निरन्तर अगाडि बढाउनका लागि म आजको यस कार्यक्रमको सञ्चालिका नानी मोक्तान तामाङज्यूलाई अनुमति दिन चाहे। धन्यवाद। भिडियो गरेको हो, कसले खाँदै सही छैन भनेर हेर्नलाई। नतर्ने तपाईँले चाहिँ बाँच्न नसक्ने रहेछ। छिटो खाता लाउने, छिटो खाता पकाउने खोइ छिटो म ल्याउँछु। होइन ठिक छ। अरे बा शपथ ग्रहणमा तपाईहरुले नापछि चाहिँ तपाईको आफ्नो नाम भन्नुपर्ने हुन्छ। नाम तपाईहरुले भन्नुहोस्। नाम तपाईको नाम हो। नेपाल तामाङ घेदुङ साइप्रसला कार्य समितिका आफ्नो पद भन्नुहोस्। तपाईहरुले धानरी गेदानला विधानली चिसी चुक रेन्चाला रान्चाला ना भाम्री खाबा घेरा तोरमर आलाना खालाना आदोकताम आयन्ना नाइ सेवा घोबा दोना साइप्रस घेदुङला उद्देश्यदा फुर्ना लावाली ना सेम बुद्धिसे ह्युप्दोना सेम पिन्सी ये लासेला मुला तुझे से तामाङ नेपाल तामाङ घेदुङ साइप्रस जिन्दाबाद जिन्दाबाद जिन्दाबाद। तामाङ एकता जिन्दाबाद जिन्दाबाद। ल तपाईहरु सबैजनालाई हार्दिक बधाई छ। आगामी दिनमा तपाईहरु अहिले जसरी उभिनु भएको छ यस ठाउँमा यसरी नै उभिएको हेर्न पाऊँ र नेपाल तामाङ घेदुङ साइप्रसले अझ माथि गति लिएको हेर्न पाऊँ। हामीले स्थापना गरेको घेदुङ भनेर शिर ठाडो उभिन पाऊँ। तपाईहरु सबैजनालाई शुभकामना, हार्दिक बधाई छ। र यति भनिसकेपछि म के भन्न चाहन्छु भने आजको यस कार्य समितिलाई, आजको यस सभालाई सम्बोधन गर्दै आफ्नो केही भनाइहरू राखिदिनु हुनको लागि भर्खरै निर्वाचित हुनुभएको, भर्खरै घोषणा भएको नेपाल तामाङ घेदुङ साइप्रसको अध्यक्ष श्री प्रदीप रामज्यूलाई हार्दिक अनुरोध गर्दछु। अमूल्य समय दिनुभएकोमा तामाङ जातिको उन्नत धर्म र संस्कृतिको सम्बोधन गर्ने मूल नाराका साथ 2016 अक्टोबर 13 तारिखको दिन स्थापना गरिएको नेपाल तामाङ घेदुङ साइप्रस सरकारले आज 8औं वार्षिक उत्सव तथा 14औं अधिवेशन कार्यक्रम सम्पन्न भएको छ। यही सभा
बाबुले साइड साइडमा के हुन्छ अब यो